अहिले बत्ती बलेपछि फेरि अर्कै डिफ्रेन्ट देखिन्थ्यो। अन्त एकदम शान्त वातावरण, गाउँले वातावरण एकदम शान्तवाला भाइब दिन्छ। त्यसैको लागि अपग्रेड बनाएको त्यसैको लागि नै हो, मेन पोइन्ट होइन। के यहाँ पनि भगवान् छ, आर्ट्सहरू छ, कहिले सर्प पनि हुन्छ। ए हो यसले पनि घुमिरहेको हुन्छ। यो यस्तो रुमहरू पहिला माथि जानेको तल लिएर यो चाहिँ हल होइन, तलबाट माथिबाट यो चाहिँ मिटिङ हल क्या। ठाउँको नाम चाहिँ के? झाङ्गाझोली। झाङ्गाझोली तनहुमै पर्छ। तनहुँ झाङ्गाझोली रिसोर्टहरू चाहिँ है एकदम अलिकति अँध्यारो भयो कि अँध्यारो भयो अहिले चाहिँ होइन, नत्र त अलिक उज्यालो ठिक हुन्थ्यो। ठिक छ के रेस्टरुमहरू यो रेस्टुरेन्ट त के देखाउने होइन, यो पब्लिक रेस्टुरेन्ट हिँड्ने मान्छेहरूलाई ए है माथि अझै माथि अझै माथि अलिकति माथि जाउँ फ्लोर जस्तो छ कि कटेज यो थाहा थियो ढिकी ए यो थाहा छ मलाई, हलो जो उता थाहा भयो ढिकी होइन, यो राम्रोसँग थाहा छ। रुम हो होमस्टे टाइप होइन, रुम स्टे। होमस्टे होइन, यो चाहिँ एट्याचै छ भाइ। ए टोयलेट बाथरुम एट्याच कस्ट कति हो यसको थाहा छ? ताजा चिसो पानी नै 15 चाहिँ 2000बाट नै माथि त्यो इन्क्लुडिङ फुड? त्यसमा त्यति इन्क्लुड छ या छैन त्यो थाहा छैन, मेबी त्यतिकै नै छ है। गाह्रै नहुने यहाँ यो छ नि यो छ नि यो पानी नै आउँछ पछि। अब समर लाग्यो होइन, त्यसमा नेचुरल पानी नै आउँछ ए माथिबाट माथिबाट। माछा हाल्छ न हुन्छ नेचुरल। यता त के घुम्नु डुप्लिकेट घाँस हो। बाथरुम सहित रुम हो। प्लास्टिकको पुल हो कि के हो? पानी नै हो यो नेचुरल पानी नै हो यो। यो अझै कन्स्ट्रक्सन अझै चलिरहेको छ, अझै बन्दैछ। अब चाहिँ भयो क्या यो चाहिँ पार्किङ एरिया के को? गाडीको पार्किङ। यहाँ गाडी आउँछ क्या? गाडी नै ल्याउन लागि भनेर कहाँबाट रोड? गेस्टहरूले कुन कुन गेस्टहरूले त्यहीँ गएर गाडी गरेर त्यहीँ बस्नु हुनुहुन्छ। आज त्यसको लागि चाहिँ गाडीको लागि है एट्याच बाथरुम विथ एसी।